हेलो नमस्ते साथीहरू, आज चाहिँ म कुमुरको भुटन बनाउनु गइरहेको छु। हेर्दै गर्नु होला साथीहरू। अहिले मैले बोइल गर्दैछु भुटन लागेको साथीहरू, पखाल्दैछु। मलाई चाहिँ जिस्काउँदैछ मेरो बुढाले। नुन हालेर पखाल्यो भने राम्रोसँग जान्छ फोहोरहरू कीटाणुहरू। भुटनको भुटन हो है साथीहरू। यो सफासँग यो मजासँग मिची पखाल्नु भएको छ। 6-7 पाली पखालेपछि राम्रो हुन्छ। तर यता चाहिँ हिलो छ साथीहरू, पानी परेर वर्षाको टाइममा सबै हिलो छ। यो चाहिँ माइन्ड नगर्नु होला। माइन्ड चाहिँ सफा गर्दै